फाइनल्ली 3 वर्षभन्दा बढीको प्रतीक्षा सक्यो। एउटा नेटफ्लिक्सको सिरिज जुन 2016मा सुरु भएको थियो र त्यसको स्टोरी बढ्ने क्रममा 2022मा आएर त्यसको 4th सिजन सकिएको थियो र यो वर्ष अस्ति नोभेम्बर 26बाट यसको फाइनल सिजनको भोल्युम फर्स्ट ड्रप भएको छ। यस, म कुरा गर्दैछु स्ट्रेन्जर थिङ्ग्सको। नेटफ्लिक्सले भर्खरै यो नोभेम्बर 26मा आफ्नो 5th सिजनको भोल्युम 1 ड्रप गरेको छ। जसरी यो सिरिज 4 जना बच्चाहरूलाई सेन्टर पोइन्टमा राखेर त्यसमा हरर, सस्पेन्सहरू राखेर स्टोरी कन्टिन्यू गरेको थियो, त्यो स्टोरी कन्टिन्यू गर्ने क्रममा यो सिजनमा पनि त्यस्तै मिस्ट्री अनि ट्विस्ट एन्ड टर्न्सहरू भयो, इमोसनल ब्रेकडाउनहरूको कुराहरू आउँछ होइन। अनि त्यसपछि अझ हररहरूलाई चाहिँ अझै नेक्स्ट लेभलमा लगेर यो सिजन सुरु गरेको छ। यो सिजनमा हामीले भिजुअलको कुरा गर्ने हो भने माई गड, भिजुअल यस्तो छ कि यो भिजुअलको त्यो डार्क टोन होइन, अनि त्यसपछि त्यो स्याडो है, त्यसपछि त्यो लाइटिङको कारणले गर्दाखेरि जुन हरर छ, जुन सस्पेन्स छ, त्यसलाई चाहिँ अझै नेक्स्ट लेभलमा पुऱ्याउँछ। त्यो क्यामेरा एङ्गल हेर्ने हो भने कुनै ठाउँ पनि बाँकी राखेको छैन, भरपुर प्रयोग गरेको छ। यस्ता एङ्गलहरू युज गरेको छ है क्यामेरा वर्कमा। अनि त्यति मात्र होइन क्या, फेरि यो सिरिजमा अथवा यो सिजनमा के छ, जुन त्यो भिजुअल ट्रान्जेक्सन छ, भिडियो ट्रान्जिसन, जुन एउटा सिनबाट अर्को सिनमा ट्रान्जिसन हुन्छ नि, यति खतरा छ होइन। यस्तो मजाको ट्रान्जिसन छ, यस्तो स्मुथ ट्रान्जिसन छ कि माई गड, म त्यसको फ्यान भएँ क्या त्यो ट्रान्जिसनहरूको। अझै हामीले अपसाइड डाउनको सिनहरूमा हेर्ने हो भने यति पर्फेक्टली डिटेलहरू प्रेजेन्ट गरेको छ कि त्यसको कारणले गर्दाखेरि यसले त्यो भिडियोमा भएको, यसले त्यो स्टोरीमा भएको सस्पेन्सलाई अझै यति होल्ड गरेर राख्छ कि हामी टोटल्ली त्यसमा इन्गेज भइरहन्छौँ क्या। त्यो एकचोटि पनि यताउता केही पनि छैन, त्यस्तो इन्गेज गरेर राख्छ त्यसले। ओभरअलमा भिजुअलको कुरा गर्ने हो भने यस, त्यो भिजुअलले अझै पनि यो सिरिजको स्टोरी टेलिङलाई चाहिँ त्यो डार्क टोनमा है, त्यो मिस्ट्रीमा, त्यो हरर पार्टमा स्टिल हामीलाई चाहिँ इन्गेज गरेर राख्छ, स्टिल बाँधेर राख्ने काम गरेको छ। फेरि त्यो ब्याकग्राउन्ड साउन्डको त के कुरा गर्ने, यदि ब्याकग्राउन्ड साउन्डको कुरा गर्ने हो भने यसले त्यो भिजुअलमा यति इम्प्याक्ट पारेको छ कि त्यो साउन्ड इफेक्टको कारणले गर्दा त्यो डार्क टोन, त्यो हरर एलिमेन्ट्सहरूलाई चाहिँ यसले यति मेन्टेन गरेर राखेको छ, त्यो नेक्स्ट लेभलमा पुऱ्याएको छ। अझ यसको ब्याकग्राउन्ड म्युजिकले त भनौँ न त्यो सस्पेन्स, त्यो हररलाई त अझै नेक्स्ट लेभलमा पुऱ्याएको पाइन्छ क्या। यो सिजनको स्टोरी यसरी सुरु हुन्छ कि जुन फर्स्टमा त जुन हाम्रो विल बायर्स है, ऊ जुन सिजन 1मा जसरी अपसाइड डाउनमा हराएको थियो, हो त्यो कुरालाई फेरि मेन्टेन गर्ने कोसिस गरिएको छ यहाँनिर, रिक्रिएट गर्ने कोसिस गरिएको छ। र यहाँ रिक्रिएट गर्दाखेरि जुन सिजन 1मा नदेखाएको चिज छ यहाँ अलिकति थोरै एड गरिदिएको छ। भनेको कसरी विल बायर्स चाहिँ किडन्याप भइसकेपछि अथवा त्यो अपसाइड डाउनमा विल बायर्सलाई लगिसकेपछि भिक्नाले के गर्यो, त्यसपछि अनि त्यहाँबाट हाउ हि इज कनेक्टेड टु द अपसाइड डाउन, र अनि त्यो किन ऊ माइन्ड फ्लेयरसँग चाहिँ उसको कनेक्सन छ, कसरी कनेक्सन छ भन्ने कुराहरूलाई त्यहाँ हल्का देखाउने कोसिस गरिएको छ। यतापट्टि कुरा गर्ने हो भने हाम्रो जुन लास्ट सिजन 4को एन्डिङ एपिसोडमा जुन एन्डमा चाहिँ जसरी पुरै हकिङमा अपसाइड डाउनको पोर्टलहरू पुरै नै खोलिन्छ, त्यो खोलिसकेपछि पुरै हकिङ अहिले क्वारेन्टिनमा छ। हकिङमा मिलिट्रीहरूले पुरै क्वारेन्टिन गरेको बेलामा उता जुन हाम्रो मेन क्यारेक्टरहरू हुन्छ उनीहरू चाहिँ 2-3वटा टिम बनाएर चाहिँ बेग्लै मिसनमा लागि परेको हुन्छ। अनि त्यसै गरी जुन त्यो अपसाइड डाउनको पोर्टल खोलिएपछि मिलिट्रीहरूले पनि के गरेका छन् भन्दाखेरि अपसाइड डाउनमा गएर आफ्नो बेग्लै बेस बनाएर त्यहाँनिर आफ्नो अर्को मिसनतिर अग्रसर बढेको देखिन्छ। यहाँ दुवै साइड, एउटा हाम्रा हिरोहरू भए जुन हाम्रो स्टोरीको मेन क्यारेक्टर्सहरू भए र अर्को जुन मिलिट्रीहरू छ, दुईजना आफ्नै मिसनमा लागेको देखिन्छ यहाँनिर। अब उतापट्टि कुरा गर्ने हो भने जोइस बायर चाहिँ आफ्नो छोरा जुन विल बायर्सलाई लिएर एकदम ओभर प्रोटेक्टिभ भएको देखिन्छ। त्यसै गरी हाम्रो मिस्टर हपर जुन चाहिँ जोइस बायरको अब प्रेजेन्ट बोयफ्रेन्ड भनौँ, ऊ पनि
एल अथवा 11लाई लिएर ओभर प्रोटेक्टिभ देखिएको छ, किनभने पुरै क्वारेन्टिन छ, मिलिट्रीले 11लाई चाहिँ खोजेको अवस्था छ र उनीहरू अन्डरग्राउन्ड भएको अवस्था छ, यताउता हिँड्न सक्दैन, त्यही भएर उनीहरू एउटा ठाउँबाट अर्को ठाउँ जाँदाखेरि अन्डरग्राउन्ड टनलहरू युज गरेको देखिन्छ। अझ अर्को साइडमा हेर्ने हो भने हाम्रो स्टिभ भाइ र जोनाथन नेन्सीलाई इम्प्रेस गर्नको लागि नेन्सीको गाडी जे काम गर्दाखेरि पनि उनीहरू कम्पिटिसनमा दौडिरहेको हुन्छ। त्यस्तै कुरा गर्ने हो भने हाम्रो डस्टिन ब्रदर, यो क्यारेक्टरलाई त हामीले कसरी भुल्न सक्छौँ। डस्टिन ब्रदरको क्यारेक्टर यति चेन्ज भएको छ कि नाउ हि इज ग्रोन अप है, ऊ अब ठुलो भइसक्यो, म्याच्योर भइसक्यो, उसको बेग्लै स्वाग छ। तर त्यो देख्दा देख्दै पनि जुन सिजन 4मा उसको दाइ भनौँ अथवा उसको आइडल मानेको होइन, जुन साथी छ, जेसुकै भनौँ, तर ऊ यस्तो एट्याच भएको मान्छेको जब डेथ हुन्छ त्यसपछि ऊ इमोसनली ब्रेकडाउन पनि भएको छ र यहाँ उसको एउटा इमोसनल ब्रेकडाउन भएको पार्ट देखिन्छ। र हामीले सिजन 4मा पनि हेर्न सक्यौँ नि, जब एडी मनसनको डेथ हुन्छ ऊ कति इमोसनली ब्रेकडाउन भएको थियो त्यो सिजनमा हामीले देख्न सक्छौँ र त्यो इमोसनल ब्रेकडाउन अझै पनि क्यारी आउट गरेर यो सिजनमा देखाइएको छ। अब आउँछ हाम्रो यहाँ भिलेन भाइ साहब होइन, अपसाइड डाउनमा जुन भेक्ना भन्छौँ हाम्रो मेन भिलेन, ऊ हेनरी क्रिड, उसको यहाँ बेग्लै प्लान चलिरहेछ। सिजन 4मा ऊ मर्यो भन्ने हामीलाई लागेको थियो, तर यो सिजनमा आउँदा उसको कमब्याक देखिन्छ। उसको कमब्याक पनि त्यत्तिकै हुँदैन क्या, यति पावरफुल भएर कमब्याक भएको छ यहाँ। अनि माई गड, भाइको दिमागमा के चलेको छ थाहा छैन है, उसको के प्लान छ थाहा छैन, तर जेसुकै प्लान होस्, प्लान एकदम डेन्जरस छ। उसले के गरिएको छ भने हि इज द ग्रेटेस्ट म्यानुपुलेसन क्या, त्यो भाइले यस्तो म्यानुपुलेट गर्छ कि है, मोन्स्टरको डर, बच्चाहरूमा डर देखाएर बच्चाहरूलाई म्यानुपुलेसन गर्दै किडन्याप गर्ने काम गरिरहेको छ। अब यो बच्चाहरूलाई किडन्याप गर्नुको पछाडिको प्लान के हो कस्तो छ थाहा छैन, तर प्लान सिम्स टु बी अ डेन्जरस। उतापट्टि हेर्ने हो भने हाम्रो म्याक्स बहिनी, जुन चाहिँ सिजन 4मा भेग्नाको कारणले गर्दाखेरि ऊ एउटा प्यारालाइसिस स्टेटमा पुगेर जुन हस्पिटलको बेडमा अहिले लडिरहेकी छिन्, उसलाई पनि कुनै न कुनै ठाउँमा आएर अलिकति झल्को देखाइएको छ र उसको झल्को त्यत्तिकै देखाइएको छैन। किन भन्दाखेरि जब उसको झल्को देखाइन्छ र जब उसको पार्ट आउँछ केही समय, त्यो कारणले गर्दाखेरि हामीलाई एउटा कुरा यहाँ जुन हाम्रो भेक्ना छ, भेक्नाको जुन एउटा ब्याक स्टोरी पनि हल्का देखाउने कोसिस गरिएको छ र उसको इमोसनल पार्टहरूलाई पनि देखाउने कोसिस गरिएको छ। सो यहाँ हेर्दाखेरि लगभग सबै स्टोरीहरू यो भोल्युम 1मा चाहिँ, जुन भोल्युम 1 4वटा एपिसोड छ, यो भोल्युम 1मा चाहिँ सबै क्यारेक्टरहरूलाई चाहिँ इन्ट्रोड्युस गरिसकेको छ, सबै क्यारेक्टरहरूलाई एक ठाउँमा लिएर आइसकेको छ र अब यो क्यारेक्टरहरूलाई एक ठाउँमा लिएर आइसकेपछि के भइरहेको छ भन्दाखेरि सिजनको स्टोरी राम्रै पेसमा चलिरहेको छ। अनि त्यो राम्रै पेसमा जाँदाखेरि उसले आफ्नो सबै कामहरू, जुन हरर पार्टहरू छ, जुन मिस्ट्री पार्टहरू छ होइन, जुन त्यो डार्क टोनको कुराहरू छ होइन, अनि सस्पेन्सलाई पनि त्यति नै अगाडि मजाले बढाएर लगिरहेको छ। अनि त्यही क्रममा लगभग यहाँसम्म आउँदाखेरि धेरै सब प्लटहरू पनि ओपन भएको छ, जुन चाहिँले चाहिँ फर्दर आउने एपिसोडमा चाहिँ यो स्टोरीलाई अझै पेससँगले डेभलप गर्नलाई हेल्प गर्ने। हरेक एपिसोडहरू 1 घन्टाभन्दा बढीको एपिसोड्सहरू छ, 4वटै एपिसोड्स, र अझै फाइनल एपिसोड त 1.5 घन्टाको छ। र यो एपिसोडमा यति इन्गेज गरेर राखेको छ स्टोरीले कि हामीलाई एकछिन पनि अल्छी लाग्दैन क्या। अरे भर्खरै सुरु गरेको एपिसोड चाहिँ कति चाँडो सकेछ भन्ने खालको फिल आउँछ त्यहाँनिर। कुनै पनि फ्रेमहरू वेस्ट छैन, कुनै पनि सिनहरू वेस्ट छैन भोल्युम 1मासम्म आउँदाखेरि चाहिँ। अब यसपछि के हुन्छ थाहा छैन, तर यहाँसम्म चाहिँ एकदम बबाल छ। अनि माई गड, डफर ब्रदर इज डफर ब्रदर एन्डमा आएर एउटा सरप्राइज दिएको छन्। त्यो सरप्राइजको कारणले गर्दाखेरि स्टिल मलाई त निन्द्रै लाग्दैन। निन्द्रा किन लाग्दैन भन्दाखेरि नेक्स्ट एपिसोड्स कहिले आउँछ, बिकज त्यो स्टोरी यस्तोमा छोडेको छ, त्यो सरप्राइज त्यसरी देखाएको छ कि यसपछि के हुन्छ, यसपछि के हुन्छ, कहिले आउँछ, 25 डिसेम्बर कहिले आउँछ भनेर म कुरेर बसिरहेको छु। माई गड, कस्तो सरप्राइज छ। ओभरअल हेर्नु पर्दाखेरि स्टोरी ठिक छ, अहिलेसम्म राम्रोसँग चलिरहेको छ, बबाल चलिरहेको छ। अब 25 डिसेम्बरमा यसको भोल्युम 2 आउँछ 3टा एपिसोड लिएर, र यसको फाइनल एपिसोड सायद 31 डिसेम्बरमा छ। नेटफ्लिक्समा जानुहोस्, हेर्नुहोस्, 25 डिसेम्बर आउनुभन्दा अगाडि नै हेरिसक्नुहोस् है, नभए फेरि मजा हुँदैन।
अब होइन कसैले चाहिँ सबै एपिसोड आउँछ नि हेर्छु भन्ने हो भने नि गुड, ठिक छ। तर यस्तो चिज हेर्नलाई किन ढिलाइ गर्ने? जानुहोस्, हेर्नुहोस्। र म पनि 25 डिसेम्बरलाई कुर्दै बसिरहेको छु। सो आजको लागि यो भिडियो यति नै। हाम्रो रिभ्यू स्ट्रेन्जर थिङ्ग्स सिजन 5 भोल्युम 1 को रिभ्यू यहीँसम्म, ठिक छ। म अब भोल्युम 2 आएपछि पनि त्यसको रिभ्यू लिएर आउँछु। हामी यो च्यानलमा यस्तै मुभी रिभ्यू अथवा कहिलेकाहीँ म्युजिक भिडियोको पनि रिभ्यू गर्छौँ होइन। जे रिभ्यू गर्नु मन लाग्छ गर्छौँ। तर आजको लागि भिडियो यति नै। भिडियो मन परे लाइक गरिदिनुहोस्, च्यानल सब्सक्राइब पनि गरिदिनुहोस्, अनि सेयर गर्न मन लाग्यो भने सेयर पनि गरिदिनुहोस्।